नमस्कार साथीहरू। म चाहिँ मैले चाहिँ असार साउनको लागि एकदमै धेरै झरी पानी पर्छ अनि मैले चाहिँ सजिलोको लागि पहिल्यै बोरामा चाहिँ खोर्सानीहरू सागसब्जीहरू रोपेकी थिएँ। अनि खाना खाने बेला मलाई तलतल लाग्यो र म फेरि बारीमा गएँ। यस्तो मजाले फलेको रहेछ अकबरे खोर्सानी, टपक 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 टिपेर ल्याएँ साथीहरू है। त्यस पछाडि म फेरि गएँ उता अर्को बारीतिर है। अकबरे खोर्सानी हेर्नु यति राम्रो छ, यस्तो राम्रो। त्यस पछाडि कागती पनि लिएर आएँ है, फलिरहेको छ। मैले बोरामा हेर्नु न साथीहरू, घिरौँला रोपेको घिरौँला पनि फलेछ है साथी। रोप्यो भने के नै चाहिँ पो फल्दो रहेन रहेछ र मेहनत गर्यो भने है। यो झरी पानीमा अब रोप्ने ठाउँ नहुँदाखेरि मैले बोरामा रोपेको साथीहरू हेर्नुहोस् त, बोरामा रोप्दा पनि कस्तो मजाले फल्दो रहेछ। हजुरहरू पनि हेर्नु ठाउँ छैन भने बोरामा पनि रोपेर खानु होला साथीहरू, साह्रै राम्रो हुने रहेछ। अनि त हेर्नु त भिन्डी पनि कस्तो मजाले फलेको, टपक 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 टिपेँ मैले। यो चाहिँ सबै मैले बेलुकाको लागि हो। हेर्नु त भिन्डी, बोरामा रोपेको भिन्डी यस्तो राम्रो फुल फुलेको है, यति राम्रो फलिरहेछ साथीहरू। त्यसपछि म आएँ, मैले अस्ति भर्खर गमला किनेको थिएँ फुल रोप्नको लागि है, माथि बरन्डामा राख्नको लागि चाहिँ। मन चाहिँ कति लाग्छ है, तर म भ्याउँदिनँ। त्यस पछाडि फेरि झरी पानी पर्न आँटेको थियो नि त। अनि म फेरि कुदेर गएँ बारीमा। त्यस पछाडि मैले फर्सीको मुन्टा टुपुक 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 टिपेर लिएर आएँ साथीहरू। यो चाहिँ बेलुकाको लागि। त्यस पछाडि म खानासाना खाएर चाहिँ म चाहिँ टाप ठोकेँ पसलतिर। मेरो मिनी